योभन्दा अगाडि जति पनि पार्टीहरू जन्मिए भिन्न परिवेशमा बने। तपाईको यो पार्टीहरू जन्मिए, कांग्रेस होस् चाहे एमाले होस् चाहे माओवादी होस्, यिनीहरूले यदि देशमा सुशासन दिएको भए आज यो पार्टी हामीले खोलिरहनु पर्थेन। तपाईको यही पछिल्लो उदाहरण हेर्नुस् न, तपाई 2074 सालमा यो मुलुकमा जम्मा 26 लाख ऋण थियो प्रति व्यक्ति। आज 2081 आउँदा 90,000 पुगिसक्यो। यो कुशासन हो कि होइन? यो भ्रष्टाचार हो कि होइन? र अर्को कुरा म तपाईलाई भन्छु, 2050 सालसम्म यो मुलुकले यो विभिन्न कृषि खाद्यदेखि लिएर विभिन्न वस्तुहरू विदेशमा चाहिँ तपाईको आयात गर्थ्यो। आजको अवस्था हेर्नुस् त, सबै निर्यात बाहेक केही पनि छैन। यो कुशासनको उदाहरण हो कि होइन? एकैछिन म अर्को कुरा तपाईलाई के राख्न चाहन्छु भने यो मुलुक वास्तवमा वीर गोर्खालीको मुलुक भनेर चिनिन्थ्यो। यो मुलुक सगरमाथाको मुलुक भनेर चिनिन्थ्यो। यो मुलुक चाहिँ तपाईको गौतम बुद्धको देश भनेर चिनिन्थ्यो। तर आज ट्रम्पले अमेरिकाबाट यो मुलुक चाहिँ तपाईको फ्रडहरूको मुलुक, तपाईहरुको ठगीहरूको मुलुक भनेर कसले बनायो? यिनै कांग्रेस एमाले माओवादीले होइन यो देश लिड गरिरहेको। राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्ध र नेपालवादको कुरा गर्छौँ एकैछिन। त्यो हामीले तपाईँ युवा कुरा गर्नुभयो भने युवा किन विदेश गयो? जब देशमा रोजगार हुने अवस्था रहेन, देशका उद्योगहरू धन्दाहरू बन्द भए, देशमा शिक्षा त्यही अनुसारको भएन, अनि नै युवा विदेश गए। त्यो कारणले गर्दाखेरि हामीले नेपालवाद, यो मुलुकमा नेपालवाद लागू गर्छौँ। यदि यो मुलुकमा नेपालवाद भयो भने युवाहरू 30-40 हजारको लागि विदेश गइरहनु पर्दैन।